माधव कुमार नेपाललाई मुद्दा चलाउनु भनेको चाहिँ यो भिजिट भिसा प्रकरणलाई सामसुम बनाउनको लागि हो। यिनीहरूको अरू केही पनि होइन, दुई तिहाईको दम्ब हो। आफ्नो सत्ताधारी पार्टीको मान्छेको त्यत्रो विवाद आइसकेको छ र पनि उसलाई राजीनामा दिन नलाउने, छानबिन समिति नै नबनाउने यिनीहरूको के हो? अरू पार्टीका मान्छेहरूलाई चाहिँ मुद्दा चलाइहाल्ने, आफ्नो सत्ताधारी पार्टीहरूको र आफ्नो पार्टीको नेताहरूले चाहिँ जति जे गल्ती गरे पनि उनीहरूको चाहिँ ढाक छपै गर्न लाउने। यिनीहरूको अरू केही पनि होइन। अब अहिले यी सत्तामा हुन्जेली हो, यिनीहरू सत्ताबाट हटेका 6 महिनाभित्र यिनीहरूका पार्टीका मान्छे राख्ने जेल नै अपुग हुनसक्छ क्या। अहिले त अब मानी गर न, साँडै छोडेको जस्तो भएको छौ। ठिकै छ, केही छैन, पालो आउँछ।